ल हजुरलाई म खजुर देखाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ गाइस, खजुर कति धेरै छ यहाँ। हेलो गाइस, वेलकम न्यू भिडियोमा हजुरहरूलाई स्वागत छ। फेरि पनि हजुरहरूको साथमा म आइसकेको छु छोटो भिडियो ल्याएर। के हुनेछ भने यस्तै अलिअलि यसो यहाँको फल, अर्ग्यानिक फल चाहिँ देखाउन गइरहेको छु। यहाँको खजुर हैन, हेरिदिनु होला। सो ल म यहाँ हजुरहरूलाई खजुर देखाउँछु है त यहाँको। ल खजुर हेर्न सक्नुहुन्छ गाइस, फल्दैछ चट्ट लाएर। ल म यहाँको हजुरहरूलाई यसो सानो बोटमा पनि देखाउँछु है खजुर कति धेरै फलेको छ हैन। बोट चाहिँ होचो छ भनौँ न, होचो बोट छ। ल के फलेको छ, ल म हजुरहरूलाई देखाउन गइरहेको छु। ल हजुरहरूलाई म खजुर देखाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ गाइस, खजुर कति धेरै छ यहाँ, पाकिरहेको छ सानो बोटमा। चट्ट लाएर मान्छेले भेटिन्छ यहाँ चाहिँ। हेर्न सक्नुहुन्छ खजुरको बोट। ल देखिहाल्नुभयो हजुरहरूले। ल अनि अरू बोट हेर्न सक्नुहुन्छ, अलि अग्लो अग्लो छ साइडमा, पुरै फलिरहेको छ। हेर्न सक्नुहुन्छ गाइस, ल चुप्पै छ। हेर्न सक्नुहुन्छ यता पनि। ल यहाँ बबाल छ, पुरै खजुरको बोटै बोट छ यहाँनिर गाइस। हेर्न सक्नुहुन्छ। म यहाँको हजुरहरूलाई सानो बोट पनि देखाउँछु है। खजुरको बोट रोपेको छ, यस्तो हुन्छ है। यहाँ चाहिँ रोपेको छ भर्खरै, सानो बोट चाहिँ रोपेको छ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ माथि खजुर पयाले भइसकेको छ। अनि यहाँ हेर्न सक्नुहुन्छ पुरै खजुरै खजुर यहाँको चाहिँ एकदम। यो चाहिँ अर्ग्यानिक यहाँको एकदम फेमस हो यो फल चाहिँ। अनि यहाँ हेर्न सक्नुहुन्छ होचो बोट रोपेको छ। ल हेर्न सक्नुहुन्छ, यो ठ्याक्कै सेम ऊ जस्तै छ यो बोट चाहिँ। हेर्न सक्नुहुन्छ यसमा दाना दाना फल्दो रहेछ। ल के को बोट हो कमेन्ट गर्न है त गाइस। ल गाइस, यहाँको कुरो चाहिँ हेर्न सक्नुहुन्छ है। यो चाहिँ कुरो रहेको छ, कुरो यस्तो रहेको छ है। हेर्न सक्नुहुन्छ, हाम्रो नेपालमा चाहिँ अर्कै कुरो हुन्छ, यहाँ चाहिँ कुरो अर्कै खालको छ है। हेर्न सक्नुहुन्छ गाइस, हेर्न सक्नुहुन्छ पानीमा कसरी समान्छ च्याप्प लाएर। यो कुरो चाहिँ डेन्जर छ, हेर्न सक्नुहुन्छ। ल यही नै हो गाइस। ल अब यहाँ चाहिँ अँध्यारो हुन लागिसकेको छ। यहाँ चाहिँ लगभग 6:30 भयो होइन गाइस, अँध्यारो हुन लागिसकेको छ। ल हजुरहरू सामु चाहिँ यसो छोटो भिडियो ल्याउँ भनेर, यसो अपडेट भइराखौँ भनेर युट्युबमा चाहिँ होइन। मेरो युट्युबमा चाहिँ खासै भ्युज जाँदैन, अनि मैले यसो थोरै अलिकति भिडियो भए नि बनाऊँ भनेर चाहिँ अनि यसो हालेको छु। सो हेरेर सपोर्ट पनि गरिदिनु होला। थोरै छोटो भिडियो हाल्छु होइन। ल त्यही नै हो गाइस, अरू चाहिँ यस्तै हो। म चाहिँ अब साउदी अरबमा आएर काम गर्दैछु होइन। ल त्यही नै हो गाइस। अनि यस्तै हो, यहाँको हजुरहरूलाई यसो थोरै केही देखाउँ भनेर चाहिँ मैले अनि छोटो भिडियो ल्याएको थिएँ होइन गाइस। त्यही नै हो। ल के कसो लाग्यो होइन, कमेन्ट पनि गर्न नबिर्सिनु होला। अनि मेरो साथमा रहिरहनु होला। म चाहिँ यसो भिडियो छोटो नयाँ कुराहरू केही भयो भने म हालिराख्नेछु है त। ल सो यति भन्दै हजुरहरूसँग छुट्नुपर्ने हुन्छ। ल फेरि पनि आउने छ नेक्स्ट भिडियो है त गाइस।